चिया पकाइरहेको छ अहिले ऊ त्यो पाकेर पनि निस्किसक्यो त्यो पानी त यार तपाईँ पानी कि चिया हो कि के हो यो अस्ति मतलब जान ल्यायो बसाल्दियो होइन तिम्रो कुन चाहिँ त्यो अर्को यो उम्लेको झिकेर त्यहाँ तिम्रो राख्नु पर्यो नि कति वर्ष भयो रे 40 वर्ष भयो 40 वर्षदेखि आगो निस्केको अब यो ठाउँ के हो त्यो यार ए वरिपरि घर बनाइसक्यो यत्रो हेर्नु त यतापट्टि घर त्यो घर बनाइसक्यो यतापट्टि अनि यहाँ आएर भात पकाएर खान मिलिरहेछ होइन मिल्छ नि नजिकको ठाउँ होइन भात पाक्छ यहाँ सब पाक्छ है ल तिमीले पकाउँछ जहिले नि ग्यास चाहिँ किन्नु पर्यो तरकारी चाहिँ पकाउनु मिल्दैन है फ्राई गर्नु मिल्दैन होला मिल्छ त आगो बलिरहेछ त कुकरमा ल्याउनु पर्यो तरकारी त बाहिर ओपन भयो नि त यसलाई संरक्षण गर्नु पर्ने के गरिरहेको छ नि यो पुरै आगो पहिलेदेखि निस्किरहेको छ यसलाई कसैले पनि वास्ता छैन है अहिलेसम्म त्यो कसरी किन निस्किया हो कसैले चिया पकाइरहेको छ अहिले ऊ त्यो पाकेर पनि निस्किसक्यो त्यो पानी त यार तपाईँ पानी कि चिया हो कि के हो यो अस्ति मतलब जान ल्यायो बसाल्दियो होइन तिम्रो कुन चाहिँ त्यो अर्को यो उम्लेको झिकेर त्यहाँ तिम्रो राख्नु पर्यो नि